बालकपन पनि बितेर म अहिले जवानीमा आइसकेको छु। गोर्खाल्यान्ड चाहिँ कहिले पाउँछ? तपाईँले त्यहाँ चेपिराको नानी देख्नु भइरहेको छ। त्यो 5 वर्षको नानीले 2007, 2008, 2009 को आन्दोलनमा गोर्खाल्यान्डको नारा लगाउँदै सडकमा निक्लेको थियो नानी। र आज त्यो नानी 19 वर्ष बाद तपाईँहरूको छेउमा यहाँ आएको छ। म आज यहाँनिर एउटा रोगी भएर तपाईँहरूको छेउमा आएको छु। रोग के छ भन्दाखेरि मेरो मुटुभित्र एउटा घाउ छ। त्यो घाउ के हो भन्दाखेरि मेरो बाबा यो आन्दोलनमै गोर्खाल्यान्डकै आन्दोलनमा सुकुनामा रबर बुलेट भेट्नु भएको थियो। उहाँ जिउँदै हुनुहुन्छ है, तर पनि कुरा केही डिफ्रेन्ट हुन सक्थे। र साथैमा मेरो मम्मी डुवर्समा आन्दोलनकै टाइममा टियर ग्यास भेटेर बेहोस हुनुभएको थियो। र त्यति बेला मेरो मम्मी प्रेग्नेन्ट पनि हुनुहुन्थ्यो। र आज म तपाईँहरूको छेउमा छु। सायद कुरा अर्कै केही हुन्थ्यो होला, म यहाँ हुन्थिनँ, मलाई थाहा छैन। तर एउटा कुरा म भन्न चाहन्छु है, हाम्रो यहाँनिर श्री विमल गुरुङज्यू हुनुहुन्छ है। उहाँलाई 2007 मा मैले भेटेको थिएँ र त्यो दिनदेखि श्री विमल गुरुङज्यू चाहिँ मेरो एज अ हिरो मान्छु है म। र अहिले हाम्रो विमल गुरुङज्यूलाई देख्दाखेरि अलिकति विमल गुरुङज्यू पनि अलिकति बुढो हुनुभएछ है। र तपाईँको म याद अलिकति ताजा गरिदिन चाहन्छु है। मसँग एउटा फोटो छ तपाईँको जवानीको, मैले त्यो आज लिएर आएको छु है। प्लिज त्यो फोटो हेरिदिनुहोस् एकपल्ट। यो फोटो तपाईँको त्यति बेला तपाईँको जोस त्यति बेला कस्तो थियो, तपाईँले देखाएको सपना गोर्खाल्यान्ड त्यो बोकेर म आएको छु आज। र तपाईँले त्यहाँ चेपिराको नानी देख्नु भइरहेको छ। त्यो 5 वर्षको नानीले 2007, 2008, 2009 को आन्दोलनमा गोर्खाल्यान्डको नारा लगाउँदै सडकमा निक्लेको थियो नानी। र आज त्यो नानी 19 वर्ष बाद तपाईँहरूको छेउमा यहाँ आएको छ। सपना त्यही छ, गोर्खाल्यान्ड। र यो गोर्खाल्यान्डको लागि कहिलेसम्म लड्नु पर्ने हो हामी? मेरो त्यो फोटोमा बाजे बोजू पनि हुनुहुन्छ। बाजे बोजू बितेर जानु भइसक्यो। विमल गुरुङज्यू हुनुहुन्छ। विमल गुरुङज्यूको जवानी के भनौँ त्यो पनि बितेर गइसक्यो। र मेरो बालकपन पनि बितेर म अहिले जवानीमा आइसकेको छु। गोर्खाल्यान्ड चाहिँ कहिले पाउँछ? र म यति भन्न चाहन्छु, गोर्खाल्यान्ड हाम्रो माग होइन है, गोर्खाल्यान्ड हाम्रो अधिकार हो, हाम्रो कन्स्टिट्युसनल राइट हो। हामीले कसैलाई भिख मागेको होइन नि त यो। र साथै म भन्न चाहन्छु, यो जुन चाहिँ गोर्खाको भूमि छ त्यहाँनिर न ब्रिटिसले राज गर्नु सक्यो न त मुगलले राज गर्नु सक्यो। भनेपछि आजको दिनमा हामीले बङ्गालले दिएको यो तुच्छ व्यवस्थामा किन खुसी छु हामी? के भन्नुहुन्छ तपाईँहरू? जिटिएमा खुसी छु हामी? जिटिएले हाम्रो एस्पिरेसन फुलफिल गर्छ? गर्दैन नि। र हामी त्यो देशको मान्छे हौ जहाँ एउटा नारीको अपमान हुँदाखेरि महाभारतसम्म रचेको थियो है। र 86 मा हाम्रो यहाँनिर कति मान्छेहरू मारियो। र सुन्नुमा आउँदाखेरि यहाँनिर कति हाम्रो चेली माइतीलाई राम्रो व्यवहार गरेन है। अब त्यो वर्ड युज गर्नु मलाई अलिकति अप्ठ्यारो लाग्यो र तपाईँले बुझ्नुभयो होला है। र हाम्रो चेली बेटीको त्यहाँ अपमान हुँदाखेरि यो भारत देश महाभारतसम्म रच्ने देश हो। आज हामी किन चुप छौँ? हाम्रो शहीदहरूको रगत अहिलेसम्म यो माटोमा भिजेको छ, त्यो माटो सुकेको छैन। र हाम्रो चेली माइतीलाई जति पनि नराम्रो गरेको थियो त्यो हामीले भुलेको छैन। त्यसको प्रतिशोध कसले लिने? र सँगैमा यहाँनिर हामी हामी त्यो देशको मान्छे हो होइन जहाँ स्वधर्मको रक्षाको लागि हामीले रामायणसम्म रच्यौँ। र आजको दिनमा पार्टी पोलिटिक्समा महाकाल बाबालाई बिचमा ल्याउने किन? महाकाल बाबाको कसम खाएर हाम्रो एस्पिरेसन फुलफिल गरेको त खै खेलौना त होइन नि हाम्रो महाकाल बाबा होइन। हामी हिन्दुत्व, बिजेपीले हिन्दुत्व भन्छ र आज हिन्दुत्वको रक्षा गरेको खै? यही हो हामीले आफ्नो धर्मको रक्षा गरेको होइन त नि। र साथैमा म भन्न चाहन्छु है, हामी जेन्जी, म एज अ जेन्जीको भोइस भएर आएको गोर्खाको सपना टिमबाट। र यहाँनिर हाम्रो जेन्जीहरूले के भन्छ, पाहाडमा फ्युचरै छैन, बाहिर जानुपर्छ काम गर्नु। बाहिर काम गर्नु कहाँ जानु? कुवेत, दुबई। तर हामीले माटो छोडेर हामी बाहिर काम गर्नु जाँदैछौँ भने भोलिको दिनमा यही माटोले हामीलाई सराप्छ। त्यति चाहिँ हामीले याद गर्नुपर्छ। अन्त साथसाथै हाम्रो भविष्य तपाईँहरूको हातमा छ। यहाँनिर तपाईँहरू सबैजना हामीभन्दा बुद्धिजीवी मान्छेहरू हुनुहुन्छ। हामीलाई भरोसा छ तपाईँहरूमाथि है। तपाईँहरूले गोर्खाल्यान्ड ल्याउनु नि अवश्य ल्याउनुहुन्छ भनेर। र तपाईँहरूमाथि हाम्रो फ्युचर छ। र म यति भन्न चाहन्छु, इफ तपाईँहरूले हाम्रो फ्युचर एकदम उज्यालो पारिदिनु सक्दिनु हुँदैन भने
हामी जेन्जीलाई टर्न दिनुहोस्, हामी लिड गर्छौँ। बरु ब्याकमा तपाईँ एडभाइजरी ग्रुप बसेर हामीलाई अगाडि ठेल्नुहोस्। र यहाँनिर हामी एमएलए एमपी भोटहरू यहाँनिर लड्छ है, यहाँनिर हामी बङ्गाल सरकारको थ्रु लड्छ। र मलाई एउटा कुरा नपचेको चाहिँ बङ्गाल सरकारको लागि किन लड्नु, हामी आफ्नो भूमि आफ्नो गोर्खाल्यान्डको लागि लड्न सक्दैन। भोलिको दिनमा चाहिँ म विमल गुरुङज्यूलाई चाहिँ यो गोर्खाल्यान्डको चाहिँ सिएम भएको देख्न चाहन्छु, मेरो हिरोलाई। त्यसको लागि हामी लड्नुपर्छ, हाम्रो उज्जवल भविष्यको लागि लड्नुपर्छ है। र इफ गोर्खाल्यान्ड हुँदैन भने, गोर्खाल्यान्ड भन्दा मुनि अरू के कुरा हुन सक्छ, म त्यो कुरा मान्दिनँ। इफ गोर्खाल्यान्ड हुँदैन भने हामीलाई यतिको रेबल बनाइदिनुहोस्, भोलिको दिनमा हामी बाहिर जाँदाखेरि हामीलाई चाइनिज मोमो भन्दाखेरि चाहिँ तिनीहरूको मुख छोडाइदिनु सक्नु हामीले। हामी देख्न सक्दैनौँ अरूले हामीलाई हेपेको, हामी हेप्ने सक्दैन नि त। हामी गोर्खाली जाति हो, न मुगल्सले राज गर्नु सक्यो न त ब्रिटिसर्सले राज गर्नु सक्यो। त्यो अरू मान्छेहरू को हामीलाई चाइनिजहरू भन्ने, यो मनमा पुरै घाउ लागेको छ है। इफ गोर्खाल्यान्ड हुँदैन भने चाहिँ हामीलाई रेबल बनाइदिनुहोस्, भोलिको दिनमा त्यो चाइनिज भन्ने मोमो भन्ने मान्छेहरूको हामी मुख छोडाइदिन्छौँ, त्यतिको चाहिँ बनाइदिनुहोस्। आम सरी, म अलिकति आवेशमा आएर ज्यादा बोलेँ भने, तर मेरो मनमा लागेको भाव म तपाईँहरूको अगाडि व्यक्त गर्दैछु। म सिक्दैछु, म बढ्दैछु, मैले अझै सिक्नै छ र मलाई जे जति मनमा लागेको छ त्यो म भन्दैछु है। र हाम्रो यहाँनिर मेरो पछाडि होइन, म सँगसँगै, म पछाडि अगाडिको कुरा गर्दिनँ, म सँगसँगै धेरै जेन्जिजहरू हुनुहुन्छ। र जेन्जिजहरूले के भन्दैछ, अब चाहिँ यहाँ पहाडको मैला फ्याँक्नुपर्छ, जति पनि नेताहरू छ तिनीहरूलाई लखेट्नुपर्छ भन्दैछ। अब एउटा राम्रो इक्जाम्पल सेट गरेको भए सायद यो कुराहरू मलाई जेन्जीहरूले भन्दैन थियो होला नि त। तर म जेन्जीहरूलाई यही भन्न चाहन्छु, पर्खिनुपर्छ। हाम्रो लिडर्सहरू रियली मेच्योर्ड छ, उहाँहरू एक्सपिरियन्स हुनुहुन्छ। र विमल गुरुङज्यू मात्रै एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसले तराई र डुवर्सलाई पनि गाभेर राख्नुभएको छ। र मलाई भरोसा छ मेरो लिडरमाथि है, भोलिको दिनमा श्री विमल गुरुङज्यूले दार्जिलिङ पहाड, तराई, डुवर्स तिनटालाई मिलेर गोर्खाल्यान्ड बनाउनुहुन्छ भनेर। र अन्तिममा म यही भन्न चाहन्छु, यहाँ जति पनि आउनु भएको छ है, अब समय आएको छ एक हुने। अब पहाडलाई चाहिँ अँध्यारो पार्नै पर्छ हामीले। पहाडलाई अँध्यारो पारेर खुकुरीको धारले छितिस काटेर हामी यो पहाडमा नौलो बिहान नौलो घाम उदाउनुपर्छ है। र यसको लागि म सबैजना यहाँ उपस्थित हुनुभएका महानुभावहरूलाई भन्न चाहन्छु, कृपया एक भइदिनुहोस्। र अन्तिममा भन्न चाहन्छु, छोडो कल की बातें, कल की बात पुरानी, नए दौर पे लिखेंगे हम मिलकर नई कहानी, हम हिंदुस्तानी। किनभने हम होंगे कामयाब, हम होंगे कामयाब एक दिन, मन में है विश्वास, पूरा है विश्वास, हम होंगे कामयाब एक दिन। जय गोर्खा, जय गोर्खाल्यान्ड। जेनजीको जोसलाई हामी सलाम गर्छौँ। जेनजीको समर्पण